ल ल हेर्नुहोस् त भिडियोमा के को लागेछ लर्को लर्कै लागिसक्यो लर्को लाग्यो के को लाग्यो लर्को हेर त हेर्नुहोस् त भएको छ यहाँ ल आहा के ल्याउनु भयो यो त यो सामग्री ए हे पुरानो नमस्कार श्रमदानको लागि छ हजुर श्रमदानको लागि हामी भित्ति उठाउन माटो खन्न कतिजना आउनु भएको छ हामी आज कम्तीमा भनेपछि 30 जना सम्म 30 जनासम्म चाहिँ हजुर आउनु भएको छ हजुर समय छ तपाईसँग केही आफूले पुगेर अलिकति उब्रेको धन छ भने त्यता सहयोग गर्नुहोस् त्यता पठाइदिनुहोस् त्यहाँ नास्ता खानुहुन्छ र तपाईँ डाँडा काँडा देश विदेश मनोरञ्जनका लागि घुमिहिँड्ने टाइम छ भने थोरै समय 7 दिन त्यहाँ प्रयोग गरिदिनुहोस् समय नहुने आफ्नो हातमुख जोड्नु पर्ने भरे के खाउँ भोलि के खाउँ भन्ने पैसा नहुने लागि होइन ती वरिपरि छ भने एक दिन सहयोग गर्न सक्नुहुनेछ र तपाईसँग डाँडा काँडा घुम्ने देश विदेश घुम्ने टाइम छ भने चाहिँ र आफूले पुगेर केही उब्रेको पैसा ब्याङ्कमा त्यत्तिकै थन्किराखेको छ भने चाहिँ त्यो चाहिँ सहयोग गर्नुहोस् भनेको सबैले बाध्यताकारी छैन होइन मान्छे धर्म कमाउनको लागि काशी जान्छन् ठुलो ठुलो मन्दिर जान्छन् आउँछन् अनि पुराण पाठहरू भजन कीर्तन गर्छन् त्यसो गर्नु पर्दैन तपाईँहरू त्यहाँ गएर 7 दिनको लागि यसो सहयोग गर्नुहोस् त्यही नै ठुलो धर्म है त्यो धर्म ठुलो कमाउनुहुन्छ त्यहाँको बिजोग भएको मान्छेले वारिपारी गर्नु मुस्किल परेको ज्यान गुमाउनु परेको ठाउँमा तपाईँले सहयोग गर्नुभयो भने त्यही हो त्यहाँ सहयोग गर्नुभयो भने जानु पर्दैन काशी कहाँ धाम ठुलो ठुलो मन्दिर गुम्बा चाहिँ धाउनु पर्दैन त्यही धर्म हो भनेर म भन्छु